पहाडतिर गएर एक एक फलफुल टिपेर खाऊँ भने त्यस्तो जग्गा छैन यहाँ। साथीहरू आज चाहिँ हामी चाहिँ मेरो खुन टेस्ट गर्नु पनि छ अनि साथसाथमा तपाईँहरूलाई चाहिँ म चाहिँ यसो हेर्दै जान्छु कहाँनिर पुग्दो रहेछु। खासमा चाहिँ हामी चाहिँ सिमेट्री हेर्नु जान आँटेको, त्यहाँनिर म भेट्छु है तपाईँहरूलाई। ल अब चाहिँ ल टान टान ल आइपुग्यौँ साथीहरू। यहाँको वेदर यस्तो छ। म्युजिक यो खालको म्युजिक चाहिँ मलाई लाउनु मन लाग्यो तर भएन साथीहरू, के गर्ने। त्यो कुकुरको फोटेज पनि हालौँ कि म कुकुर भुक्दैछु देखाउँछु ल। कुकुर यहाँ आयो साथीहरू। मलाई चाहिँ कुकुरदेखि बहुत डर लाग्छ कि फेरि यिनीहरू झगडा गर्नु खोज्दैछ कि उपर। यो चाहिँ ब्रिटिसको पालामा जति पनि यस्तो ब्रिटिसको पालोमा गोर्खालीहरू धेरै 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 रहेछ। म तपाईँहरूलाई देखाउँछु ल। यसरी मजाले यसरी सिमेट्री बनाएर राखिदिएको रहेछ। मलाई कहिलेदेखि आउनु मन लागेको थियो तर म आएको चाहिँ थिइनँ। यहाँ चाहिँ यसरी नानीहरू यसरी खेल्दा रहेछ हो, मजा छ नि। चारैपट्टि फुलहरू फुलेर कस्तो राम्रो बनाइदिएको रहेछ। मजाले रोपिदिएको छ, शान्ति। आज फेरि वेदर पनि त्यत्तिकै राम्रो भइदिएको कि साथीहरू। यहाँ बिचमा चाहिँ दाजुभाइहरू फुटबल खेल्दैछ। मेरो बुढो चाहिँ यहाँ बस्नु भएको छ। यहाँको माहौल चाहिँ एकदम शान्ति रहेछ साथीहरू। पहिल्यैदेखि मलाई चाहिँ आउनु मन लागेको तर आउनु चाहिँ नपाएको। हेर्नु न चरा कति। फोटो खिच्नेहरू पनि त्यत्तिकै छ। हामीहरू आज आएको चाहिँ यो सेकेन्ड वर्ल्ड वारको वार क्रिमेटोरियम जग्गामा हो। यसमा जब जस्तो ब्रिटिसहरूको के भनौँ शमशान घाटहरू छ अनि धेरै छ। यहाँ गोर्खा रेजिमेन्टको पनि रहेछ, आसाम राइफलको पनि छ, सबैको छ जो सेकेन्ड वर्ल्ड वारमा बितेकोको नाममा यो सिमेट्री यहाँ मणिपुरमा छ। फुलहरू यस्तो दामी दामी फुलेछ कि साथीहरू, अब के भन्नेलाई होइन। यो चाहिँ लिली हो, हाम्रो गाउँतिर पनि धेरै पाउँछ। यहाँ चाहिँ दामी फुलिरहेको छ साथीहरू। हेर्नु उपर। ल साथीहरू आजको लागि चाहिँ हाम्रो ब्लग चाहिँ यतिको हुने भयो। यतिमै नै खतम गरौँ होला। पानी आउनु थाल्यो है, पानी चरक चरक आउनु थाल्यो। अब चाहिँ घर निस्किनु पर्ने भयो साथीहरू। अब चाहिँ हाम्रो ब्लग चाहिँ तपाईँहरूलाई बाई भन्न चाहन्छु।